हाम्रो देशमा एउटा यस्तो रोग छ जसको औषधि अस्पतालमा पाइँदैन। त्यो क्यान्सर भन्दा पनि खतरनाक छ किनकि हामीले त्यसलाई सामान्य मान्न थालिसक्यौँ। भ्रष्टाचार अब केवल समाचारको हेडलाइन रहेन, यो त हाम्रो दैनिकीको पृष्ठभूमि ध्वनि जस्तै बनेको छ। सडक बनाउने करोडौँको बजेट घोषणा हुन्छ, तर वर्षौँ बित्दा पनि हात लाग्छ केवल धुलो, खाल्डा र अनुत्तरित प्रश्नहरू। विद्यालयमा भविष्य निर्माणका सपना देखाइन्छ, तर कक्षा कोठा सधैँ अपुरा रहन्छन्। अस्पतालमा चिकित्सक छन्, तर न औषधि हुन्छ न उपकरण। यो कुनै संयोग होइन, यी सबैको पछाडि एउटै छाया लुकेको छ: भ्रष्टाचार। साधारण नागरिक आफ्नै अधिकारका लागि बिहानदेखि बेलुकासम्म लाइनमा उभिन बाध्य हुन्छन्, जबकि केही मानिसहरू नियमभन्दा माथि बसेर बिना प्रश्न सबै सुविधा सहजै पाउँछन्। भ्रष्टाचार केवल पैसाको लेनदेन मात्र होइन, यो त समयको चोरी र अवसरको हत्या हो, जहाँ गरिबको शिक्षा, बिरामीको उपचार र युवाको भविष्य बिस्तारै खोसिँदै जान्छ। त्यसैले त आज देश छोड्नु रहर होइन, धेरै युवाहरूको लागि एउटा कठोर बाध्यता बनेको छ। सबैभन्दा खतरनाक कुरा त हामीले यस्तै हो भन्दै यसलाई मौन स्वीकृति दिन थालिसकेका छौँ, जसले इमान्दारीलाई कमजोरी र बेइमानीलाई सफल बनाइरहेको छ। नेपाल सम्भावनाले भरिएको देश त हो, तर ती सम्भावनाहरूले आज हामीलाई नै प्रश्न गरिरहेका छन्। यदि हामी आज चुप बस्यौँ भने भोलि इमान्दार नेपाल बनाउने जिम्मा कसले लिने?